र मैले बारम्बार भन्ने गरेको छु त्यो 21-24 अर्बले हामीलाई कायाकल्पको बाटोमा लाँदैन। त्यो 21-24 अर्बले गरेको खर्चले 7400 को अर्थतन्त्रलाई उत्तेजित पार्छ। यो बल्ल यो त बिउ मात्रै हो, बिउ पुँजी हो क्या। स्वैच्छिक कर अनुपालन मिठो शब्द छ, त्यो गराउनको लागि रेटहरू कम हुनुपर्ने कुरा भाग्न नपर्नुहोस्। यदि त राज्य निर्माणमा मेरो योगदान रहोस् भनेर भलन्टियरली कम्प्लाई गर्न चाहिँ उद्यत होस् र आइसकेपछि तपाईँहरूले पनि उनीहरूलाई नागरिक करदाता उद्यमी व्यवसायीहरूमा ससम्मान व्यवहार गरेर म्युचुअली रिइन्फोर्स यसो बजारमा यताउता जाँदाखेरि आइआरडी त भयङ्कर रिफर्म भएछ भनेर सुन्न पाउनको लागि गर्नुहुन्छ। यसरी होल सिस्टम चाहिँ हामीले सुधार्नु पर्ने छ र यसमा मलाई लाग्छ यो चाहिँ एकदम उपयुक्त हेल्दी पोइन्ट हो, किनकि धेरै कुरामा हामी ब्रेक गरेर अगाडि जाँदैछौँ। पुरानो अभ्यासहरूलाई त्याग्दै एउटा नयाँ लय गति गरिसके एउटा संस्कार चाहिँ समेटेर अगाडि अभूतपूर्व नभूतो नभविष्य यस्तो सरकारले मात्रै त्यसको रिस्क लिन सक्छ, जसले इकोनोमीप्रति जगाउनुपर्छ भन्ने मिसनमा कटिबद्ध छ, इन्टेग्रिटीमा क्वेसन छ। भनेपछि हाम्रो सरकारले मात्रै आर्ट्स भनेर ठुलो जोखिम लिएर यो गरेका छौँ। अब तपाईँहरूलाई यसलाई इन्फोर्स गराएर झन्डै 1 खर्ब त यसैबाट स्किमहरूबाट मात्रै तपाईँहरूले ल्याउन सक्ने आवश्यक छ। र त्यसमा पनि वाट एभर इट टेक्स कसले के गर्नु पर्यो त्यो यहाँ बाधा भयो, इन्सेन्टिभ पुगेन, आइटी सिस्टम पुरानो छ, रबर भन्दा अपर्याप्त छ, अफिस त्यति आकर्षक भएन, जे गुनासाहरू त्यो सम्बन्ध साना र ठुलामा हामी कहिलेकाहीँ पेनी वाइज पाउन्ड फुलिस भन्छौँ। सुगा बचाउनतिर जाँदाखेरि यहाँ रुपियाँ गुमिरहेको थाहा हुँदैन। त्यसैले यहाँ डिजी साहबलाई म अहिले अथोराइज गरिदिन्छु वाइफाईहरू फास्ट ग्रो गर्ने हो, यद्यपि टिकटक हेर्न होइन।